पढे लेखेको युवाले जिम्मा लिन्छ तब परिवर्तनको आवाज सडकदेखि शहरसम्म गुन्जिन्छ। त्यो आवाजको नाम हो बालन छ। उनी नेताहरूको भिडमा नेता नभएर जनताको प्रतिनिधि बनेर आए। हातमा भाषण होइन, योजनाको नक्सा लिएर आए र जहाँ वर्षौं सपनाको व्यापार भएको थियो त्यहाँ सम्भावनाको निर्माण गर्न आए। उनले काठमाडौँको अराजकतामा व्यवस्था खोजे र हरेक नागरिकको मनमा आशाको दियो बाले। बालेन एक इन्जिनियर मात्र नभएर एक कवि पनि हुन्। काठमाडौँको अव्यवस्थित सडक र फोहोरका थुप्राहरूलाई देखेर जब उनले यो सहर किन यस्तो भयो भन्ने प्रश्न मनमा उठाए, उनले सामाजिक सञ्जालमा सहरको दुःख लेखे। तर लेखनले मात्र पुग्दैन भन्ने जानेर उनी 2079 सालमा स्थापित नेतालाई चुनौती दिँदै उनी स्वतन्त्र उम्मेदवारी दिए। न राजनैतिक दल, न धनस्रोत, न प्रचार प्रसारमा ठूलो खर्च, तर पनि उनले जनताको भरोसा जिते र मेयर बने। यहीँबाट काठमाडौँको फोहोर, टुटेका सडक र लुकेको अन्याय विरुद्ध उनको लडाई सुरु भयो। उनी एउटा मेयर मात्र नभएर हामी सबै युवाको लागि एउटा सन्देश पनि हुन्, जसले हामीलाई देश बनाउन नेताको कार्ड होइन, निडर सोच चाहिन्छ भनेर सिकाए।